दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। फाल्यु खानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। आजभन्दा झन्डै 7 वर्ष पहिला 2077 जेठको 10 गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र त्यसपछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा 1 जना होइन, 2 जना होइन, 6 जना युवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यो हत्या केवल एउटा सामान्य विवाद मात्र थिएन, त्यो नेपालको सन्दर्भमा मात्र होइन, समग्र विश्व समुदायबाट हेर्दै गर्दा यति धेरै मान्छेहरूलाई जातकै कारणले हत्या गरिएको यो सबैभन्दा ठुलो घटनाको रूपमा रहेको थियो। रुकुममा 6 जना युवाहरूको हत्या हुँदै गर्दा कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको 1 जना जनप्रतिनिधिले धारा छोएको न्युमा उनको हत्या भयो। त्यही ठाउँमा बजारमा मनवीर सुनारले चुलो छोएको न्युमा कालीकोटमा मनवीर सुनारको हत्या भयो। सुदूरपश्चिमको बझाङमा गयो भने 12 वर्षको एउटा बच्ची सम्झना कामीको बलात्कार हत्या भयो। त्यो पनि देवीको मन्दिरभित्र लगेर बलात्कार गरेर त्रिशूलले टाउकोमा खोपेर हत्या भयो। तर तराईमा झर्दै गर्दा कैलालीमा माया कामीको यो बीचमा बलात्कार हत्या भयो। यता लुम्बिनीतिर आउँदै गर्दा रूपन्देहीमा अङ्गिरा पासीको बलात्कार हत्या भयो। तराईमा जाँदै गर्दा शम्भु सदाहरू लगायत धेरै दलितहरूको हत्या भएको छ, त्यो पनि कहाँ प्रहरीको कस्टडीभित्रमा हत्या भएको छ। खोटाङतिर जाँदै गर्दाखेरि रेविका परियारको बलात्कार हत्या भएको छ। म्याग्दीमा मिना परियारको बलात्कार हत्या भएको पनि धेरै भएको छैन। केही समय अगाडि मात्रै सुर्खेतमा इनिसा विकको बलात्कार हत्या भएको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा थन्किएर बसेको छ। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 12 वर्ष पहिला दैलेखको तोलीको नौमुले गाउँपालिका वडा नम्बर 1 तोलीको भाङ्गारी भन्ने ठाउँमा सेते दमाईको छोराले अन्तर्जातीय विवाह गर्दाखेरि उनको हत्या भयो। म यो बीचको 12 वर्षलाई मात्रै फर्केर हेरेको छु। यो बीचमा नवराजको आन्दोलनलाई भेरी नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा सङ्कल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो कहीँ कतैबाट कसैले चुक्क बोलेन। यो लामो समयमा हामीले काठमाडौँको माइतीघर मण्डलामा 45 दिन बस्दै गर्दा